ल आज वेलकम छ फेरि हाम्रो न्यू भ्लगमा। म चाहिँ यहाँ आज बिहानै चाहिँ मर्निङ वाकमा आएको थिएँ। हिजो चाहिँ आमा बुवा आउनुभयो, त्यसैले काममा चाहिँ अलि त्यति चाहिँ बिजी भएन। अनि चाहिँ म आज मर्निङ वाकमा आएको छु। र आज गाइज यस्तो फ्रेस हावा छ नि, आज अरू दिनभन्दा चाहिँ अलि चिसो, अलि फ्रेस होइन। भ्यू पनि राम्रो छ, हेर्न सक्नुहुन्छ मेरो पछाडि एउटा बिहानै सूर्य उदाएको। म चाहिँ आफ्नै खेततिर चाहिँ आएको छु। यता चाहिँ हाम्रो उता चाहिँ खेत छ हाम्रो। अनि यता चाहिँ हामी चाहिँ सानोमा चाहिँ अहिले चाहिँ अब आउँदिन होइन। पहिला चाहिँ सानोमा चाहिँ सानो हुँदाखेरि खेल्दै यता बाख्रा लिएर आउँथ्यो क्या, थुप्रै साथीहरू आउँथ्यो। अहिले चाहिँ पढ्नको लागि बाहिर जानुभएको छ। अहिले चाहिँ पुरै खाली हुन्छ। पहिला जस्तो बाख्रा पनि चराउन आउँदैन। पहिला चाहिँ पुरै यो सबैमा बाख्रा हुन्थ्यो क्या चराउन आउँदाखेरि। म पनि अब खेल्नको लागि चाहिँ होइन, खेल्न लोभले चाहिँ जस्तो सुकै पनि हावा होस्, त्यो घाम होस् होइन, त्यस्तोमा कुद्दिएर आइदिने क्या बाख्रा खोलेर। त्यस्तो हुन्थ्यो क्या हाम्रो यो। म चाहिँ आफ्नो सानोको एक्सपिरियन्स भन्दाखेरि यो चाहिँ मेरो मेमोरी यहीहरू क्या। म चाहिँ यहाँ चाहिँ पहिला बस्दैन थिएँ, तर अहिले चाहिँ यहीँ बसिरहेको छु। पहिला चाहिँ हाम्रो पुरानो गाउँ, म चाहिँ 2 वर्ष हुँदाखेरि चाहिँ हटमुन्डामा, धनुषाको हटमुन्डा गाउँ, कमला नगरपालिका हुन्थ्यो, उता चाहिँ बस्थेँ। म 2 वर्षको हुँदाखेरि यता चाहिँ आएको थिएँ। मेरो चाहिँ पुरै मेमोरी यतै छ, चाइल्डहुडको। बाख्रा चराउने, भैँसी चराउने, गाई चराउने। ल गाइज, यो अब मर्निङ वाक सकेपछि अब मतलब अब गाउँतिर चाहिँ पुग्न थाल्यौँ। अब केही क्षणमै चाहिँ हामी अब आफ्नो घरमा चाहिँ पुग्छौँ। अब यतै चाहिँ हाम्रो नजिक आइसक्यौँ। यहाँबाट धेरै टाढा चाहिँ छ हाम्रो चाहिँ गाउँ। यस्तै बिहानै मर्निङ वाक चाहिँ गर्दाखेरि चाहिँ एकदमै फ्री हुन्छ क्या। यतातिर चाहिँ केही नरोकटोक फ्रेस हावा आउँछ। धेरैजना हुन्छ, त म अलि चाहिँ पछाडि छु। धेरैजना बिहान सूर्य उदाउनभन्दा पहिलादेखि नै घुमेर चाहिँ जानुहुन्छ। अब गाउँतिरहरू चाहिँ महिलाहरू चाहिँ अलि मर्निङ वाकतिर चाहिँ अलि अनकम्फर्टेबल हुन्छ सहरभन्दा। सहरतिर त केही खासै फरक पर्दैन, तर यता चाहिँ अलिक फरक पार्छ क्या। त्यसैले अब फ्रेस हावा हुन्छ, तर सहरभन्दा चाहिँ यता चाहिँ फ्रेस हावा पाउँछ क्या। यो चाहिँ सबैलाई चाहिँ फिल हुन्छ। गाउँमा रहनु जस्तै अब जीवनभरि कमायो, सहर बस्यो, पढ्यो, तर बुढेसकाल चाहिँ गाउँमा बिताउनु भनेको एकदमै राम्रो कुरा हो क्या। अब फ्रेस सबै कुरा, बस्ने ठाउँदेखि खाने लाउने होइन, वातावरण र जुन भाषा शैली जुन हामी हुर्केको थियौँ, त्यही शैलीमा फेरि चाहिँ गाउँमै बसेर चाहिँ केही हुन्छ नि त समय बिताउने। अब त्यो चाहिँ हुन्छ, गाउँमा चाहिँ खुसी बेग्लै हुन्छ। अब चाहिँ आइसक्यौँ, म घर आइसकेको छु। मेरो बारीको सुनेर आँप 2टा रुख छ, सागपातहरू छ है। घरमा चाहिँ एन्ट्री हुन्छ हाम्रो, हेर्न सक्नुहुन्छ। मेरो घरको ब्याक एन्ट्री यो चाहिँ हो। मेरो बुवा चाहिँ कुटी काट्दै हुनुहुन्थ्यो।